दोस्रो आर्बिसकोट पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव 2082 सञ्चालन निमित्त यो पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रममा उपस्थित यो महोत्सवको संयोजक त्यसै गरी यहाँ कलाकार पत्रकारजीहरू र समग्र हाम्रा यो प्रत्यक्ष प्रसारण सुन्नुहुने दर्शक श्रोता सबैलाई हामी हार्दिक नमस्कार गर्न चाहन्छौँ। हामीले विगत लामो समयदेखि रुकुम जिल्लामा 2 दशक यता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुकुम पश्चिमको आयोजनामा र त्यसको पहलमा हामीले थुप्रै गतिविधिहरू गर्दै आएका छौँ। रुकुम जिल्लामा कला संस्कृतिको उन्नयनको निमित्त, विकासको निमित्त, प्रचार प्रसारको निमित्त र यहाँका स्थानीय कलाकारहरूको क्षमता वृद्धिको निमित्त सँगसँगै हामीले त्यससँगै जोडिएर यस संस्था मार्फत हामीले विभिन्न दैविक प्रकोपदेखि सामाजिक सांस्कृतिक विकृतिहरूलाई पनि पहिले आएर त्यसलाई चाहिँ समाधान गर्ने कोसिस हामीले गरिरहेका छौँ। जस्तो कि हामी चाहिँ बाल विवाह, महिला हिंसा लगायत थुप्रै हाम्रा सामाजिक विकृतिको विरुद्ध पनि हामीले बेला हामीलाई यस्ता विभिन्न गतिविधि मार्फत हामी चाहिँ समाजलाई चाहिँ सुसूचित गर्ने अभियान हामी थालिरहेका छौँ। र प्राकृतिक प्रकोपदेखि थुप्रै हाम्रा चाहिँ अन्य हाम्रा सङ्कटहरूमा पनि हामी चाहिँ यो संस्थाको आयोजनामा, यो संस्थाको पहलमा हामीले चाहिँ विभिन्न गतिविधिहरू गर्दै हामी चाहिँ त्यो खालको पहल गर्ने लिँदै आइरहेका छौँ। र यहाँहरूलाई जानकारी छ, हामीले केही वर्ष यता रुकुम जिल्लामा विभिन्न ठाउँमा यहाँहरूलाई दर्शक श्रोताको माग बमोजिम यही चाहिँ राष्ट्रिय स्तरका कलाकारहरूसँग नाच्न पाउने, गाउन पाउने, सँगै रमाउन पाउने उद्देश्यका साथ अनि त्योभन्दा अझ बढी स्थानीय हाम्रा चाहिँ नागरिकहरूलाई विभिन्न दैनिक उपभोग्य सामानहरू, फेन्सी लगायत थुप्रै हाम्रा चाहिँ सामानहरू जे हाम्रो बजारमा पाइन्छन् ती सामानहरू बजारको भन्दा थुप्रै गुणा सस्तो मूल्यमा यहाँहरूलाई उपलब्ध बनाउने र सँगसँगै पिङदेखि लाइभ दोहोरी थुप्रै खालका त्यहाँ चाहिँ अन्य मनोरञ्जनका माध्यमहरू छन्, त्यो मार्फत पनि यहाँलाई सकेसम्म भरपूर मनोरञ्जन दिने कोसिस हामीले गरिरहेका छौँ। हामीले गएको वर्ष मात्रै आर्बिसकोटमा पहिलो पटक भव्य महोत्सव गरेका थियौँ। पहिलो महोत्सव आर्बिसकोट पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव भनेर पहिलो महोत्सव जो हामीले भनेका छौँ, यो दोस्रो हो। त्यो हामीले पनि भव्य र सभ्य ढङ्गले गत साल सम्पन्न गरेका थियौँ, जसबाट आर्बिसकोट र नलगाट लगायत रुकुम जाजरकोटका थुप्रै हाम्रा चाहिँ दर्शक श्रोताहरूले भरपूर मनोरञ्जन लिनुभएको छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका छौँ। त्यो खालको हामीले सुझाव सल्लाह पनि पाएका छौँ। यहाँहरूकै सल्लाह सुझाव र हौसलाले त्यही पनि यसपटक हामी चाहिँ यही वैशाख 11 देखि 21 गतेसम्म दोस्रो आर्बिसकोट पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव सञ्चालन गर्न गइरहेका छौँ, जसका मुख्य उद्देश्य मैले अघि भनेको छु। त्यो सँगसँगै यहाँ चाहिँ पर्यटनसँग जोडिन्छ कुरा धेरै चाहिँ यहाँ डोल्पासँग पनि यो जोडिएको छ। भेरी करिडोर हुँदै डोल्पा, जाजरकोट, सल्यान, रुकुम लगायत थुप्रै जिल्लाका हाम्रा चाहिँ के अरे स्थानीय नागरिकहरू, दर्शक श्रोताहरूलाई भरपूर मनोरञ्जन दिने हामीले चाहिँ कोसिस गर्नेछौँ। यहाँका स्थानीय पर्यटनका क्षेत्रहरूलाई पहिचान गर्ने हामीले गर्नेछौँ। स्थानीय कलाकारहरूको उत्पादनको निमित्त, उहाँको क्षमता वृद्धिको निमित्त पनि हामीले टेवा पुर्याउनेछौँ। स्थानीय उद्योग व्यापार सँगसँगै यहाँको कला संस्कृतिको उन्नयनको निमित्त पनि हामी चाहिँ टेवा पुर्याउनेछौँ। यहाँको होटल व्यवसायदेखि थुप्रै कुराहरू यहाँको चाहिँ त्यसको चाहिँ व्यापार वृद्धिको निम्ति हामी चाहिँ यो महोत्सवले पक्कै पनि टेवा पुग्नेछ भन्ने हामी अपेक्षा गरेका छौँ। र सँगसँगै यहाँ ब्यानरमा उल्लेखित कलाकारहरू हुनुहुन्छ, नायक पल शाहदेखि थुप्रै हाम्रो चर्चित कलाकारहरू हामीले गत साल पनि भनेको सबै कलाकारहरू यहाँ उपस्थित बनाएका थियौँ भने अहिले पनि हामी सकेसम्म अधिकतम कलाकारहरू दर्शक श्रोताकै माग अनुसारका सबै कलाकारहरू यहाँ मञ्चमा के अरे उसमा ल्याउने कोसिस गर्नेछौँ। तसर्थ यहाँ सबैलाई हामी फेरि पनि